अहिलेसम्मका द भोइस अफ नेपाल सिजन 7 का उत्कृष्ट टप 8 प्रतियोगीहरू जुन प्रतियोगीहरूले चारै कोचहरूको मात्र मन जितेका छैनन्, सारा नेपाली गीत संगीत मन पराउने दर्शक श्रोताहरूको पनि मन जितिसकेका छन्। यी 8 उत्कृष्ट प्रतियोगीहरू को रहेका छन्, यस भिडियो अन्तर्गत रहेर तपाईहरुलाई जानकारी दिनेछौँ। अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुहोला र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक शेयर र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। दर्शकवृन्द, अहिले प्रसारणमा आइरहेको नम्बर 1 गायन रियालिटी सो द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसनका 4वटा एपिसोडहरू प्रसारणमा आउँदा निकै उत्कृष्ट प्रतियोगीहरूको प्रस्तुति हेरिसकेका छौं। यी प्रतियोगीहरूले धेरै दर्शकहरूको मन पनि जितिसकेका छन्। उत्कृष्ट प्रस्तुति दिने टप 8 मध्ये सागर संसार राई, टिकाराम श्रेष्ठ, दिनेश परियार, भविका पुन, पूनम गुरुङ, धर्मेन्द्र सुनार, रञ्जिता विश्वकर्मा र सञ्जिता दुरा रहेकी छिन्। यी प्रतियोगीहरूको ब्लाइन्ड अडिसनको प्रस्तुति हेरेर यिनै प्रतियोगीहरूबाट एकजनाले सिजन 7 जित्न सक्ने सम्भावना समेत रहेको आम दर्शकहरूले अनुमान लाउन थालिसकेका छन्। दर्शकवृन्द, तपाईहरुलाई यी 8 प्रतियोगीहरूमध्ये नम्बर 1 मा कसलाई राख्न चाहनुहुन्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक शेयर र तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला।